हर्मुजको धुवाले विश्व सल्काइरहेको छ। यो केवल 21 माइलको चौडा एउटा समुद्री बाटो हो, तर यहाँबाट विश्वको 1/4 तेल पास हुन्छ। आज यो बन्द छ। इरानले आफ्नो फाइनल कार्ड खेलिसकेको छ। तर यो क्राइसिस भन्दा धेरै पर हाम्रो भान्साको ग्यास र बाइकको पेट्रोलमा किन पोलिटिक्स खेलिँदैछ? इन्डिया विश्वको तेस्रो ठुलो तेल उपभोक्ता। हर्मुज बन्द हुँदा इन्डियामा हाहाकार हुनुपर्ने हो, तर मोदी सरकार साइलेन्ट छ। किनकि इन्डियाले स्ट्राटेजिक डिप्लोमेसीबाट सस्तो तेल किनेको थियो, जसले भण्डार भरिएको छ। र सबैभन्दा ठुलो कुरा, चुनाव। वेस्ट बङ्गालको चुनाव जितेपछि मात्रै भाउ बढाउने सिक्रेट प्लान सरकारी तेल कम्पनीहरूको छ। तर नेपालको कथा बेग्लै छ। नेपालमा पेट्रोलको भाउ बढ्नुको कारण हर्मुज मात्रै होइन, हाम्रो आफ्नै इन्टरनल होल्स पनि हुन्। नेपाल आयात निगमले आइओसीबाट मार्केट रेटमा तेल किन्छ। जब इन्डियामा चुनावको डरले भाउ रोकिन्छ, त्यो लस रिकभर गर्न आइओसीले नेपाललाई महँगो तेल बेच्छ। नेपाल एउटा बफर स्टेट मात्र होइन, इकोनोमिक ल्याब पनि बनिसकेको छ। तेलको भाउ बढ्नु भनेको केवल बाइक चढ्नेलाई मात्र असर पर्नु होइन, यो लजिस्टिक चेन हो। डिजेलको भाउ बढ्दा तराईबाट काठमाडौँ आउने तरकारीको भाउ बढ्छ। ग्यासको भाउ बढ्दा होटेलमा खाना महँगो हुन्छ। हर्मुजमा एउटा मिसाइल पड्किन्छ, तर आगो हाम्रो भान्सामा सल्किन्छ। 12 को एउटा किसानको कथा पनि उस्तै छ, जसले डिजेलको भाउ बढेकोले आफ्नो खेतमा पानी लगाउन पनि सकिरहेको छैन। किसानको मेहनत र लगानी अब तेलको भाउमा अड्किएको छ। बजारमा तरकारी किन्ने ग्राहकको अनुहारमा पनि त्यत्तिकै चिन्ता देखिन्छ। तेल केवल इन्धन मात्र होइन, यो हाम्रो अर्थव्यवस्थाको रगत हो। हर्मुज बन्द हुँदा सबैलाई घाटा छैन। अमेरिका, रसिया र नर्वे जस्ता तेल उत्पादक देशहरूलाई सुपर प्रफिट भइरहेको छ। यो क्राइसिस एउटा क्रिएटिभ क्राइसिस हो या रियल? हामी जस्ता आयातमुखी देशहरूलाई किन सधैँ होस्टेज बनाइन्छ? समाधान के हो त? के हामी सधैँ मिडल इस्टको तनाव र इन्डियाको राजनीतिको भर परिरहने? होइन। नेपालको एकमात्र साँचो एनर्जी इन्डिपेन्डेन्स हाम्रो हाइड्रो पावर हो। टिभी, इलेक्ट्रोनिक भेहिकल्स र इन्डक्सन कुकिङ केवल लग्जरी होइन, यो हाम्रो सर्भाइभल हो। हर्मुज बन्द हुँदा हामी नआत्तिने दिन त्यति बेला आउँछ जब हाम्रो रोडमा हाम्रै बिजुलीबाट चल्ने गाडीहरू हुन्छन्। हामी आत्मनिर्भर बन्नको लागि सकेसम्म हामीले आफ्नै देशको सामानहरू उपभोग गर्न सिक्नुपर्छ। यो सरकारको मात्र होइन, यो हामी सबै जनताको कर्तव्य हो कि हामी मेड इन नेपाल सामानहरूको उपभोग गरौँ। हर चिज किन्दाखेरि नेपाली सामान पहिलो प्रायोरिटी हुनुपर्छ र विदेशी सामान अप्सन। सो यो भिडियो सेयर गर्नुहोस् ताकि सबैले बुझुन् कि हाम्रो खल्ती रीतिनीको पछाडि कुन विदेशी र स्वदेशी खेलहरू छन्। जय नेपाल।